हाय के छ नारायणजी फर्स्ट क्लास यस्तो राम्रो ठाउँमा है आज हामी अब यो रसुवाको आमा छोदिङ गाउँपालिका भनेको चिलिमी तलबाट माथि आउँदैछौँ। यस्तो अल्पाइन फरेस्ट यति राम्रो हुन्थ्यो यहाँ चाहिँ पुरै ब्ल्याक फरेस्ट देखियो के भनेको यो कुनै बेला डढेलो लागेर यस्तो रुखको त्यो टुप्पो समेत सबै चाहिँ डढेर होइन अँगारै अँगार छ क्या यस्तो छोयो भने सिँगै रुख ढल्ने जस्तो होइन कालो अनि खैरीहरूले त्यसलाई ब्ल्याक फरेस्ट भनेर नामाकरण गरिसकेछन् होइन। हामी हिँड्दाखेरि पहाड हिमाल तराई देख्छौँ हरियाली देख्छौँ कस्तो रमाइलो लाग्छ तर रमाइलो ठाउँमा आउँदा पनि यहाँ चाहिँ कस्तो मनै के यो कालो यस्तो देख्दाखेरि चाहिँ एकदम के त्यो अँगार के एकदम शमशान जस्तो के त्यस्तो देखियो बडा चाहिँ मन भारी भएर आयो यस्तो। हामी अहिले सोमदाङमा आइपुग्यौँ। यो तपाईँको वीरेन्द्र सरकार कि महेन्द्र सरकार दाइ? यो वीरेन्द्र सरकार। यो वीरेन्द्र सरकारले यो सिसाखानीको लागि चाहिँ यो ट्रेक यो बाटो चाहिँ खुलाको भन्ने हामी ट्याक्कै सोमदानमा आइपुग्यौँ। सोमदान यही हो हामी प्रवेश गर्ने लागेको छौँ। यही हो धुवा पनि आइरहेछ उठिरहेछ सायद हामी त्यहीँ बस्छौँ होला आज। हिजो हामी यो घरमा बस्यो घर भन्दाखेरि पनि होटेल है यो सोमदाङ भ्याली गेस्ट हाउस बसाइ चाहिँ राम्रो भयो ठिक छ। आज उसो लागेर भ्यू चाहिँ त्यति राम्रोसँग देखिएन। मर्निङ सोमदाङ रुबी भ्याली गाउँपालिका 1 सोमदाङमा हामी आज बसेका छौँ। सबैलाई शुभ प्रभात। मौसम यस्तो चाहिँ छ रातभरि पानी पर्यो। अब हामी यहाँबाट आउँदा हामी रसुवाबाट आयौँ उता चिलिमेबाट माथि चढ्दै 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 गतलाङ हुँदै अब यताबाट पाङसाङ हुँदै टिप्लिङ हुँदै सेर्तुङ हुँदै हामी अब तल झर्छौँ। हेरौँ अब कहाँ पुगिन्छ। साह्रै राम्रो सोमदाङ भ्यालीमा आउनु होला। अर्ग्यानिक भ्याली होइन वनको माथि वनको चाहिँ लसुन अनि पदमचालको अचार त्यस्तो खाइयो लोकल आलु। एकचोटि सोमदाङ चाहिँ आउनु होला है घुमन्ते राइडर्स। हाई भेरीकोटमा आइपुगेको छु मैले। हाम्रो अर्को साथी आउँदै हुनुहुन्छ। बबाल ठाउँ अलि एक्लै आउनु चाहिँ गाह्रो तर आइसी बबाल। मेरो बाइक त्यहाँ छ। पाङसाङला रुबी भ्यालीको पाङसाङला आइपुग्यो। 3800 मिटर बाइक राइडिङको सबैभन्दा हाइएस्ट पोइन्ट बुझ्नुभयो नेपालकै हाम्रो घुमन्ते राइडरको सबैभन्दा अग्लो। पुरी भ्याली 32 अनि के अरे बगाम पनि 32-33 यो 38 पाङसाला पास कता ठाउँ छ त यसो बयान गरिदिनु त। अहिले बिहानको अति रमणीय सौन्दर्य प्राकृतिक रूपमा हुस्सुले अलिकति रियाक्ट गरिरहेछ होइन। हुस्सु खोलेपछि घाम लागेपछि यस्तो गजब छ अनि अर्को अझ गजब छ। ऊ यहाँ अहिले देखिया छैन त्यहाँ देखिएपछि त्यहाँ टक्क जिजस क्राइस्टको क्रस छ त्यहाँ बसेर त्यहाँ माथि गएर हामी ओ गड भनेर आउने हो त्यस्तो हो। अब 150 सीसीको यामा एफजेडी पनि पाङसाङला पास आइपुग्यो त रेकर्ड हो यो यामा कम्पनीलाई एउटा उहाँको लागि अपर्च्युनिटी हो। 150 सीसी लिएर 3800 मिटरमा आएको दाइ राइडर पनि के होला नि राइडरको पनि
बाटो नभइकन त बाइक आउने कुरै भएन नि। त्यसमाथि फेरि यहाँ हामी छ नि त होइन घुमन्ते कसैले छोड्नेवाला छैन। तानेर बोकेर जसरी भए पनि ल्याउने नै हो। गुड गुड। त्यही भएर घुमन्टेसँग घुमौँ र रमाइलो गरौँ। हाम्रो यामा यो 149 सीसी बवाल छ है, बवाल। दाइले भन्नुभएको क्रस चाहिँ यही नै हो है। ऊ यहाँ छ है क्रस, हेर्नुहोस् है। यो अलिकति तपाईँको यो आइएसओ मिलेको छैन, म मिलाउँछु। यही हो। अब अहिले सुलाएर छ, त्यही भएर गर्दाखेरि के छ दाजु? 1.5 वर्षदेखि प्लानिङ। सबै घुमन्ते साथीहरूलाई हामी 3850 पाङसाङ लापासमा हामी आइयो। एकदम रमणीय ठाउँ, अग्लो ठाउँ, चिसो चिसो छ। अहिलेसम्ममा सबभन्दा बढी होइन भयो 4000सम्म। धादिङ र रसुवाको सबैभन्दा हाइट 3850। हामीले खाना चाहिँ यहाँ यो होटलमा अर्डर गरेको छ। हामी चाहिँ ट्याक्कै रुबी भ्यालीमा आइपुगेका छौँ अहिले है। साथीहरू भएका छन्। अब खाना खाने समय हो। दाइ फर्काउँ, यतै हो, यता जाने हो। हाम्रो अशोकजीको होटलमा खाना खाइयो। खाना राम्रो छ। हजुर आउँदा सम्पर्क गरेर आउनु होला। एकदम राम्रो छ ठाउँ। हाम्रो सरहरू कस्तो लाग्यो सर खाना? गजब, गाउँको अर्ग्यानिक खाना, दाल भात तरकारी अचार है, आनन्दले खालियो यहीँ फलाएको। तर यहाँ खानालाई पहिला पाङसाङ पुगिसकेपछि फोन गरेर भनिहाल्नु। भन्नुपर्छ, हामीले त्यसरी भन्यो। त्यो पकाइदिनु हो। बजारबाट यसो पाल्ट्रोपट्टि रहेछ, आफ्नै घरमा आनन्द बस्ने बासहरू पनि हामीले यहाँ यसो हेऱ्यौँ, इकोनोमिक राम्रो रहेछ। अबको रुबी भ्याली आउँदाखेरि एउटा बास चिप्लिङमा। बाटो यस्तो छ है, हेर्नु है। त्यसले तपाईँको गाडीलाई ढकलिदिरहेको छ। बाटो त्यस्तो छ। हेर्नुहोस्, गाह्रो छ। नेपाल त स्वर्ग हो, कुनै ठाउँमा चाहिँ गाह्रो छ है। हामी चाहिँ रुबी भ्यालीको तल्लो भेगमा छौँ। हामी बास बस्ने ठाउँ पुग्नलाई लगभग 2-3 मिनट बाइक छ। अब हामी अहिले बोरङ भन्ने ठाउँमा आइपुग्यौँ। अब हामी तपाईँको यहीँ होला बस्ने ठाउँ चाहिँ। हामी तीनजना दाजुभाइ भनौँ कि 3 इडियट्स भनौँ। बोरङ भन्ने गाउँ यही हो है। हिजो हामी तपाईँको लापाङमा खाना रोकेको थियौँ। त्यहाँबाट हामी आज 8 बजे
हिँड्दाखेरि तपाईँको यो पुष्पलाल हाइवे समातेर हिँड्दैछौँ। एकदम रमणीय ठाउँ रहेछ, नयाँ खुलेको बाटो नि गजब छ। हाम्रो किरण दाइ र सञ्जय दाइ यही हुनुहुन्छ। पुष्पलाल राजमार्गको दृश्य यो। दृश्य अहिले दुवैतिर भिरालो डाँडा बिचमा बाटो है। राम्रो बाटो, नयाँ बाटो गजब। हामी 3टा बाइक मात्रै, कुनै अरू साधन छैन। गजब। यता पनि हाइवे, त्यो हाइवे त पक्कै होइन होला। यो हाइवे हो त यो? हजुर त्यही त। महेन्द्र हाइवे त त्यो होइन। पुष्पलाल राजमार्ग यो त गजब। ल यो अहिले हालसालै बनेको हाइवे हो, पुष्पलाल हाइवे। राम्रो परेको चाहिँ राम्रो धेरै मिल्यो होइन? नयाँ पुष्पलाल हाइवे हेर्दै बाटो त दामी छ नि। दामी रोड छ। अब हामी फेरि अफरमा आइयो। अब यो तपाईँको गेटबाट उतापट्टि नुवाकोट, यता धादिङ है। यहाँ धन्यवाद पनि भनेको छ। भर्याङ भुरुङ भन्ने ठाउँको नाम रमाइलो भर्याङ भुरुङ। यो चाहिँ नेत्रावतीको भोटेकोसी। बार यस्तो राम्रो चोक रहेछ यहाँ। सञ्जय दाइ भनेको एउटा राइडर हिँडिहाले खै के दाइलाई सम्झाउन सकिएन हो। रुबी भ्याली राइडबाट अब हामी यो अन्तिम सूर्य चौरमा आएर चाहिँ विश्राम अथवा यात्राको के भन्छ त्यसलाई, दैनिङ गर्दछौँ। सूर्य चौर है, यो चाहिँ नुवाकोट काठमाडौँको ट्याक्कै बोर्डर। यहाँ एउटा रिसोर्ट छ। ल रुबी भ्याली राइड यहीँ सम्पन्न हुन्छ हाम्रो।